त अस्ति माछा पकाउने उयो समाइदिएको भनेको थिएन हो त्यही हो क्या आज अन्तिम भन्ने लाग्यो काम होइन दिन्छ कि भोलि नै आउनु भन्यो आज मलाई 2-3 महिना हुन आँट्यो हो झुलाएको यो ग्याङ अरू त ठिकै हो कि मलाई ओभर रिस उठ्यो क्या त के हुँदैन अब प्रहरीलाई पनि पैसा दिनुपर्ने अरे होइन उनीहरूले स्यालेरी चाहिँ के को लिएको होला म्याच सिक्ने कस्तो रिस उठ्छ यार म त मुख छाडिदिन्छु म्याच सिक्ने त्यसै भन्दैन क्या त्यसै युवाले म्याच के परिवर्तन चाहियो भनेर भन्दैन क्या मलाई यस्तै यही तरिकाले सानो सानो कुराहरूले नेपालमा धेरै रिस उठाएको छ अनि कति कामहरू गर्नु पाएको छैन यही हरेकलाई घुस दिनुपर्ने हरेकलाई खुवाउनु पर्ने हरेकको कुरा सुन्नुपर्ने अनि उसले के भनेको अनुसारले चाहिँ मैले माने भने मात्रै हरेकको फाइदा हेरेर मात्रै गर्ने भएको हुनाले गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै उयो भएको छ होइन म आउट अफ एकदमै प्रेसर फ्रस्ट्रेटेड भइसकेको छु क्या होइन आमाले पक्कै भट्ने काम गर भन्दैन छोराहरूको यतिखेर बिग्रिने बेला पनि हो कि केटाकेटीको त्यो भएर फुत्ता उतालो काम गरिन्छ नि त्यही भएर मैले त अस्ति त फेरि कस्तो हुन्छ कतिखेर कताएर फोन आउँदा कहाँ पुगेको हुन्छु कहाँ उ गरेको हुन्छ रिको अस्ति पठाइदिन्थेँ यिनीहरूलाई म यिनीहरूलाई सोध्दिनँ कि मुख्य कुरो एउटा के हो भनेदेखि अलिकति जरिमाना गरेर त्यो असाइले राति पक्रिएको छ कि फेरि पनि उनीहरूलाई लाउनुपर्छ भाइ हामीले होइन उसले पक्रिएको छ अलिकति त्यसले पनि पाउनुपर्छ कि त्यो प्रहरीलाई पनि पैसा दिनुपर्ने अरे होइन उनीहरूले स्यालेरी चाहिँ के को लिएको होला म्याच कस्तो राति पक्रिएको हुन्छन् अब हाम्रै पुलिस त हो नि हाम्रै मान्छे हो नि होइन म अगाडि नै भनिदिन्छु अलिकति मैले गाली गरेको छु त्यसको लागि धेरै माफी पाऊँ तर एउटा फ्रस्ट्रेसन भएको हुनाले गर्दाखेरि अनि हामीलाई चाहिँ खास बोलाउनु चाहिँ भएको थियो किनकि 2 महिना बेसी भइसकेको थियो 3 महिना हुन आँट्यो 1 हप्तापछि अनि हामीलाई भन्नुभएको थियो अनि गार्जेन्स लिएर आउनु अनि फाइन साइन गरेर जानु भनेर भन्नुभएको थियो अनि लिएर अनि हामी त्यही अनुसारले चाहिँ गएको थियौँ अनि जाँदै गर्दाको रेकर्ड हो अनि हजुरहरूले पछिको हेर्न सक्नु नै हुन्छ अनि त्यस्तो खासै रेकर्ड गर्नु पाएन त्यही पनि अरूहरूलाई पनि गाडी छिटो पुऱ्याइदिनु पर्ने छ कि त्यही भएर प्रब्लम छ ग्याङ हुँदैन जो नयाँ हिजो अर्कै गाडी छ नि आज अर्कै गाडी हो भोलि सायद अर्कै गाडी हुनसक्छ होइन त्यही त अनि ग्याङ बुझ्नु परेन स्वाद आओस् न सेकेन्डमा हाम्रो जेडआर छ थर्डमा हाम्रो एन्ड्रोक छ अनि लास्टमा चाहिँ बुलेट छ अनि फर्स्टमै भइहाल्यो अब मलाई जितेर जान्छ भनिदिन्छु मलाई अब जानु दिनुपर्छ अगाडि जा ओके लाइनमा हिँड्नु ल दाइ एकैचोटि तालताल एकछिन छिर्दिनु न ल नै खास यस्तो हो त ल कुरा चाहिँ म अगाडि भनिदिन्छु यिनीहरूको समाएर गएको होइन कहाँ छ रोड चाहिँ रड यहाँभित्र छ क्या खास पुलिसहरूले समाएर चाहिँ यहाँ बुझाइदिएको क्या उनीहरूलाई फाइन दिएको भए चाहिँ उ गर्थ्यो होला फाइनहरू गर्ने भनेको अनि 2 महिना झुलाइदियो क्या अरूभन्दा नि 2 महिना भइसक्यो दाइ कहिलेको 2 महिनाको कुरा हामी आइरहेको छौँ अनि झुलाइ गरेर अनि अन्तिमै भएर चाहिँ अनि मैले धेरै बोलेको क्या अस्ति त्यस्तो नराम्रो केही भनेको छैन कि यसरी झुलाएर नि यो हजुरहरूले के गर्नु खोजेको भनेर भनेको क्या 2 महिना भइसक्यो क्या धेरै भइसक्यो झुलाएको म 1 महिना त काठमाडौँ बसेँ त्योभन्दा अगाडिबाट झुलाएको म आएको अनि 2 हप्ता हजुर कतिवटा रोड हो 2टा रोड हो क्या एक्ज्याक्ट किनकि हजुरको यो कति भयो भनेको छ समयअनुसारले नै भन्छ 5 बजेको छैन हाम्रो
त्यो बेलासम्म हामीसँग समय छ होइन बस्छु मेरो अरू पनि काम हुन्छ नि भाइ यहाँनिर होइन त्यही त्यसकै लागि हो नि होइन फर्दर अरू केही छैन नि फर्दर अरू छैन तर हजुरले हाम्रै गल्ती हो भन्नु पनि मिलेन यसो सुन्नुहोस् भाइको मैले नम्बर लिएको छु होइन भाइको म नम्बर लिएको छु भाइ म तिमीलाई कल गर्छु ल एउटा समयसम्म भनिदिनुहोस् एक्ज्याक्ट समय गरिदिनु भयो भने हामीलाई पनि सजिलो हुन्छ मैले पहिल्यै पनि भनेको कल गर्छु भनेर हजुरले भन्नुभयो जब कि अब यहाँ त डिसिजन यता सुन न भाइ जहिले डिसिजन हुन्छ त्यहीले कल गरिदिन्छु नि म त अब तिम्रो विषयमा यस्तो भयो अथवा अब यसो हो भने अब सुन्नुहोस् न अब 5 वर्षभित्र पनि भएन नि त पछाडि डिसिजन भयो अब यसलाई यसो गर्नु पुलिस प्रशासन पनि बोलाउने होइन हजुर अब भाइले आफ्नो अभिभावक पनि बोलाउने अनि कार्य समिति बस्छ तिनपछि छलफल गरेर के भने निष्कर्ष पुग्छ त्यही गर्नु अब यो कहिले हुन्छ 1-2 दिनमा होइन 2-3 दिनमा म कल गर्छु भाइले अनि उयो अभिभावक लिएर आउनु है 3 दिनभित्र 3 दिन पनि हुनसक्छ 4 दिन पनि हुनसक्छ भाइ अब के गर्नु त्यसो भने मानिले पनि 5 वर्ष नि हुनसक्छ मानेको छु होइन यस्तो गरौँ न हामी अब यस्तो भाइ यस्तो डिस्कसन गरेर कोही तिमीले पनि डिस्कसन गरेर काहीँ पुग्दैन मैले डिस्कसन गरेर काहीँ पुग्दैन होइन अब यो यति थियो अब अहिलेसम्म अलिकति ढिलो भयो होइन ढिलो नहुनु पर्ने थियो अब लगभग चाँडै हुन्छ होइन तर भाइले अभिभावकलाई बोलाउनु पर्छ ग्यारेन्टी दिनु भाइ यो तिम्रो हामी एउटा गर्दिनौँ क्यारे यो मुखले होइन गर्दिनौँ क्या एउटा मुखले होइन हाम्रो काम हामी गर्छौँ भनिरहेको छ इमान्दारीले गर्छौँ भनेको चाहे भने संस्थाले दबाब गराउनु सक्छ होइन त्यो केसमा उयो भएको तर हामी अब के छ भने यहाँ भइसक्यो उसलाई अलिकति सम्झाएर गरेर नै होइन म यो के बुझ्छु भने होइन एउटा समयभित्रमा छैन भने यो चाहिँ दफत गरिसकेको भनेर बुझ्छौँ तर अब बस्नु पर्यो भने हुनसक्छ म हजुरले भन्नुभयो अनुसारले चाहिँ 3 दिनपछि नै आउँछु म छु होइन अभिभावक होइन अभिभावक त अर्को म छु भन्दै आउँला अर्को म छु भन्दै आउँला अर्को म छु नाताले नै देखाइदिए भएन हजुरलाई नाताले देखिए भएन त्यो नाताबाट आयो भने भएन भाइले अस्ति पनि अलिकति ढाँट्यो क्या कुरा हुन होइन ढाक्नु त हजुरले नि भएको छ नि के ढाँट्यो हुन्छ चाँडो गरिदिन्छौँ यो समयमा आउनुहोस् भनेर कुरा गरिदिन्छौँ यताउति यस्तो उस्तो कुरा त मैले गरिरहेको छु भन न कुरा त गरिरहेको छु सोध न कसैलाई सोध न कुरा गरिरहेको छु कुरा गरिरहेको छ छैन भन्ने कुरा होइन समयको कुरा हो एउटा हजुरहरूले साह्रै लापरवाही गर्नु भइरहेको छ जुन चाहिँ यो नगर्नुपर्ने हो भन्ने हिसाब हो होइन प्रहरीको काम उहाँहरूले गरिदिइसक्नुभयो अब हजुरहरूको काम चाहिँ यसरी झुलाएर चाहिँ हामी हुँदैन होइन एउटा समिति गरिसकेपछि सहमति पनि गर्न जान्नुपर्ने हुन्छ होला होइन त्यो हजुरलाई मैले सिकाइराख्नु भन्नुपर्ने कुरा सिकाउनु पर्ने कुरा त होइन तर यो हजुरहरूको मिस्टेक छ त्यसैले गर्दाखेरि म भन्नु चाहिँ पाउँछु होइन यो थोरै समय जसरी गरिरहेको छौ नि जसरी बोलिरहेको छौ जसरी भनिरहेको छौ नि हजुर त्यो सबै गरिरहेको छौ नि हुन त भाइले उता पठायो कि तर त्यो भाइले के सिक्ने त के सिक्ने त त्यो भाइले कसरी राम्रो सिक्ने कि नराम्रो सिक्ने होइन गलत गरेको छ हामी सबै जरिमाना के कसो छ सबै तिर्न तयार भइसक्यो भने चाहिँ गलत मानेको नि त गल्ती गर्छ मान्छे हो कि नभन्नु अब यस्तो भाइलाई चाहिँ अलिकति सम्झाउनतिर लाग्यो होइन मान्छेले गल्ती गर्छ गर्दैन भन्ने केटाकेटी छ स्कुल लेभल पढ्दै रहेछ अलिकति पढ्दै कुरा हो नि त होइन अलिकति सम्झाऊ अलिकति आउट अफ ट्र्याक गइरहेको छ भन्ने कुरा त यहाँ आएकोले पनि पुष्टि भयो होइन अलिकति आउट अफ ट्र्याक लागेकोहरूलाई अलिकति सही ट्र्याकमा ल्याउने भने भाइको पनि जिम्मेवारी होला जिम्मेवारी हाम्रो काम हामीले गर्छौँ बखुबी गरौँला कसो हुन्छ सो हजुरको काम चाहिँ अहिले के हो भने हामीलाई सक्दोसँग यो के हो कसो हो एउटा प्रपर उयो गरिदिनु पऱ्यो क्या अल्झाएर नराख्नु क्या त्यही त यो विषयमा कुरा भइरहेको छ बैठकमा मैले छलफल गराइदिनु भन्नु 2 महिनादेखि कस्तो बैठक हो कस्तो उयो हो भाइ अब साधारण सभा तयारी हुँदै थियो यहाँनिर त्यसको विषयमा अलिकति बढी यहाँनिर भयो त्यतातिर अलिकति कम ध्यान भयो मैले 1 महिनामा मेरो कलेजको सर्टिफिकेटहरू लिएर आएर मेडिकल्ली मेरो सबै जाँच पडताल सबै भइसकेर दबाई सबै लिएर आफ्नो ठाउँमा आइसकेँ हेल्दी भइसकेँ बिराम भएको थियो आएदेखि अब भर्खरै पनि जतिसक्दो हामीले पनि चाँडेको गर्ने कोसिस गर्छौँ तिमी पनि नम्बर छँदैन उहाँसँग मलाई आज 2 महिना अगाडि हजुरले हुन्छ भाइ आउँदै कल गर्छु होइन मैले भाइ नम्बर दिएको कल आएको छ एउटा बैठकमा म बस्दिनँ त्यहाँ मैले त बैठकमा छलफल गराइदिनु भनेको तर बैठकमा छलफल अब त विविध कारणले गर्दाखेरि भइरहेको छैन होइन त्यो अब त्यही भएर उहाँ अध्यक्षज्यूको नम्बर दिएको भने तिमीले एकचोटि उहाँको पनि हजुरले भन्नुभयो हप्तामा नहुँदैन महिनामा हुन्छ 2 महिनामा एकैचोटि भएन होला त 2 महिनामा एकचोटि 2 महिनामा एकचोटि होइन 2 चोटि नै बैठक बस्छ कि
तर त्यसमा चाहिँ के आयो? सभा तयारीहरूको लागि छलफल गर्दाखेरि यसमा अलिकति टाइम पुगेन, अब फेरि अर्कोमा गरौँ भन्दै अब मान्नुहुन्छ नि यो त हजुरको पोस्टपोन भएको क्या, बुझेन? मान्नुहुन्छ हुँदैन यो हजुरहरूकै गल्ती हो भनेर। यसमा गल्ती भएर अलिकति ढिलो भएको हो। ढिलो होइन अब अगाडि नै भइदिएको थियो भने पोस्टपोन भएको भाइलाई पनि दुःख परिहाल्थ्यो होला होइन। पोस्टपोन भएकै हुन्छ भने त यसरी त अनि अब के उयो छ यस्तो क्या ग्यारेन्टी भन्ने कुरा आउँछ त। ठिक छ, अब यो अलिकति हजुरले भन्नुभयो होइन यो समयभित्रमा चाहिँ हुन्छ भनेर मलाई मजाले भनिदिनु भने त्यतिमा हुन्छ होइन। र ठिक छ, अब सक्दो चाँडो गरिदिन्छु भनेर त अस्तिको 2 महिना अगाडि भन्नुभएको त्यो त भएन नि त। 2 महिनामा त के हुँदैन। 2 दिनमा अब सरकार ढल्यो भने 2 महिनामा के समस्या हुन सक्दैन भन्ने कुरा हो क्या। ठिक छ, अब अहिले जानु कि अब यो 2-3 दिन जस्तो लाग्न सक्छ होला भनेपछि हुन्छ मलाई ग्यारेन्टी दिनु भनेर म निस्किँदाखेरि म कल गर्छु, फोन गर्छु। कोसँग कुरा गर्नुपर्ने कोसँग गरेर निस्किनु पर्छ कि। हामी त अस्तिदेखि फिसिङ रडको उयसले आएको, आज चाहिँ अन्तिममै भन्नुभएको छ। खोइ त अस्ति माछा पकाउने उयो समाइदिएको भनेको थिएन हो, त्यही हो क्या। आज अन्तिम भन्ने लाग्यो काम। हजुर हजुर त्यही त हो, समितिहरूले नै बोलाएको, म कल गर्छु। ड्यु टु द स्टोरेज प्रब्लम मैले अलिकति रेकर्डिङ भएको कलमा बोलेको रेकर्डिङको साउन्ड चाहिँ हाल्नु मिलेन, स्टोरेजलाई अलिकति पुगेन र मसँग छ पछि हाल्छु। पहिलेदेखि नै भाइले त भेटिरहेको मनोजको बुवा हो, ठ्याक्कै आफ्नै बुवा हो। भाइले त सुरुदेखि नै उसले नै भेटिरहेको। होइन मैले त्यस्तो होइन, उहाँसँग त राम्रो छ कि त्यो एकाउन्टेन्ट चाहिँ अति बोल्छ क्या दाइ, हावा बोल्छ क्या अरू होइन। केटाकेटी हुन् कि म त्यसो मेरो नाति पनि यत्रै छ, सम्मुख जेठा छोरो के। अनि भने पनि भाइलाई होइन बाबाआमाले पक्कै भट्ने काम गर भन्दैन, छोराहरूको यतिखेर बिग्रिने बेला पनि हो कि केटाकेटीको। त्यो भएर फुत्ता उता लोकाउनु गरिन्छ नि, त्यही भएर। त्यो अङ्कल त्यो रड पनि पक्रेर राखिदिएको दुईवटा अब मैले त अस्ति त फेरि कस्तो हुन्छ भने कतिखेर कताएर फोन आउँदा कहाँ पुगेको हुन्छु, कहाँ गरेको हुन्छ। रिको अस्ति पठाइदिन्थेँ यिनीहरूलाई म। यिनीहरूलाई सोध्दिनँ कि मुख्य कुरो एउटा के हो भनेदेखि अलिकति जरिमाना गरेर त्यो असाइले राति पक्रिएको छ कि फेरि पनि उनीहरूलाई लाउनुपर्छ भाइ हामीले होइन। उसले पक्रिएको छ अलिकति त्यसले पनि पाउनुपर्छ कि त्यो राति पक्रिएको हुन्छ। अब हाम्रै पुलिस त हो नि, हाम्रै मान्छे हो नि होइन। फेरि यो सही फेरि यस्तो छ कि मोटर बोट पनि चलाउँछ, त्यो ऊ पनि यतिको पुलिस भेटेको थिएन भनिदिन्छु मैले। जरिमाना के तिर्नुपर्ने अङ्कल? अलिअलि अब पर्छ, यस्तो हो कि अब एउटा कुरा त्यसै फुस्स छोड्यो भने अध्यक्षमा सर्वसर आउँदैन होइन। विभिन्न तालातुली बटुली भाइहरूलाई थाहा छ होइन। अब के अलिकति यिनीहरूलाई यस्तो है भनेर एउटा चाहिँ गर्नै पर्छ थोर बहुत। अब त्यतिकै गर्दा पनि ऊ गऱ्यो यहाँ गऱ्यो, यसले खायो, यसले कमिसन खायो भन्दा थाल्छ नि र कागज त गर्नै पर्छ भाइहरूको। संस्थाको नीतिलाई मान्नु पनि पर्छ। जरिमाना चाहिँ के कति छ? जरिमाना भनेको 1 रुपियाँ नि हुन्छ, 500 नि हुन्छ, 5 बार पनि हुनसक्छ नि। जरिमाना भनेको त्यस्तो हो नि त भाइ, त्यो यति भनेर अब हुँदैन। त्यही दुःख हो क्या। अङ्कल मान्छे आयो भयो भने हो के भयो एउटा के भन्छ एउटा के भन्छ। आरामै हुन्छ। कति हो 900,000 जस्तो पनि थाहा छैन, हेर्नुपर्छ। तेल हालेको म चाहिँ परे भइसक्यो, दिमाग खराब भइरहेछ होइन।
खासै बोल्दिनँ, त्यसै परिवर्तन चाहिन्छ भन्ने कुरा गर्दिनँ म। अब गाडी यस्तो गरौँ न, हामी पनि फेरि आउनुपर्छ कि सुरुमा चाहिँ गाडी पुराम अनि आऊँ न फेरि, यतै हुन्छ होला। बरु म पनि एक दुई बेला सुट गर्छु। लाफा ओइ ला बुबु, म गाडी पुऱ्याएर आउँछु कि होइन, यतै हुन्छ होला नि त। त्यही ल, हामी आउँछौँ ल दाइ, धेरै थ्याङ्क यू ल। मैले भेट त हुन्छौँ नै होला फेरि पनि, सर अहिले भेट हुन्छ नि। कतिखेर न्युट्रलमा आयो ल्या। ल केटा ओए, अहिले भेट्छु। अब म चाहिँ यहाँबाट मजाले एक्सप्लेन गर्दै लान्छु उहाँ माथि हाम्रो कुराहरू के भयो भनेर भित्र। सो मैले चाहिँ आफै पनि उहाँहरूको प्राइभेसीले गर्दाखेरि मैले आफै पनि रेकर्ड गर्नु मन लागेन। इफ आई वान्टेड देन म मजाले सक्थेँ रेकर्ड गर्नु होइन, मेरो उयो हुन्थ्यो, मिल्थ्यो हामीले। तर उहाँ चाहिँ कुरा के भयो भने उहाँले चाहिँ भन्नुभयो यसरी पुलिसले समाएको छ हजुरहरू, फेरि पनि आउनु अरू दिन, म पछि कल गर्छु हजुरलाई जब असै आइपुग्छन् अनि उहाँसँग बसेर कुरा गर्नुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो। अनि सुरुमा त हामीले चाहिँ अब फाइन गर्नु मिल्छ होला, फाइन हुन्छ अब गरेर हामी निस्किहाल्छौँ भन्ने कुरा अब। तर पछि चाहिँ कुरा के गर्नुभयो भने लु फाइनहरू कति छ त भनेर सोध्नुभयो त्यसरी है। अनि मैले भने हामीसँग त्यस्तो खास छैन, केटाकेटी हो, अब यिनीहरूसँग पैसा हुँदैन, अब यसरी अब यिनीहरूसँग हुने भनेको त्यही घरकाले दिँदाखेरि अब कता कताबाट अलिअलि जोगेर हुने हो। अनि उहाँले भन्नुभयो कति छ त भनेर, अनि मैले भने 1000 रुपियाँ जस्तो छ भनेर, यिनीहरूले मलाई नै दिएको थियो त्यो पैसा। अनि मैले उहाँहरूलाई भने यति छ पैसा केटाहरूसँग, अनि यस्तो छ के कस्तो छ भन्दाखेरि उहाँहरूको अझै नि कुरा त्यो बेलासम्म फिक्स भइसकेको थिएन, यति नै हो भनेर। अनि जब हामीले भन्यौँ 1000 रुपियाँमा त हुँदैन बत्जिसहरू भन्नुभयो क्या। अनि त्यही बेला मैले बुझेँ कि यो चाहिँ अर्कै लेभलमा छ भनेर। अनि मैले मात्रै उयो हुँदैन, यो संस्था सबैले देखेको छ यताउति भन्नुभयो। अनि ठिकै छ भने मैले मेरो हिसाबले मनमा नै अब जरिमाना के कस्तो छ भनेर सोद्धाखेरि फेरि भन्नुभयो जरिमाना 1 रुपियाँ नि हुनसक्छ, 2 रुपियाँ नि हुनसक्छ, 5 रुपियाँ नि हुनसक्छ भन्नुभयो। अनि त्यस भए एउटा फिक्सै होला नि त यहाँ यताउति भनेर सोधेको। अनि यहाँ मिल्दैन भनेर बोर्ड रहेनछ, त्यो पनि हजुरहरूले एकचोटि चाहिँ त्यहाँ एउटा सिग्नल बोर्ड जे जस्तो भए पनि राखिदिनु भयो, हामीलाई मात्रै होइन अरूले पनि गल्ती नगरोस् भन्ने हुन्छ। हामीले गल्ती गरेको छौँ हामी मान्छौँ भनेर त्यो। सो हामीले त्यसरी नै भनेको थियौँ र मैले पनि त्यही भनेको थिएँ। अनि प्रायः सबै जस्तो मैले नै बोलेँ, अनि त्यही कुराहरू सबै मैले भनेँ। केटाकेटीहरू छ गल्ती गरे, हामीले गल्ती गर्नुको छ, गल्ती पनि मानेको छ, गल्ती मान्नेलाई नै भनेर हामीले यसरी आएको, नत्र त्यही बेला नि भाग्न सक्थ्यो। जब कि समय थियो केटाहरूसँग उनीहरूले नै भनेको थियो। अनि त्यो पछाडि कल गरेर पछि मलाई कल गरेको थियो जब म त्यो बेला चाहिँ वासरुममा थिएँ, केटाहरूलाई समाउनु हुँदाखेरि खास केटाहरूले चाहिँ पारिपट्टि समाउँदै गरेको। अनि सरहरूले 10:16 भएको थियो मलाई कल गर्दा, त्यो बेला चाहिँ केटाहरूलाई 10:10तिर समाउनु भएको थियो। अनि त्यसरी अनि पछि के भन्नुभयो भने अनि सर के कस्तो गर्दा होला त यताउति भनेर भनेको। अनि फाइनै तिरेर जान्छौँ नि दाजु जसो तसो गरेर भए पनि भनेको। अनि उहाँले के भन्नुभयो भने जुन एमाउन्ट चाहिँ यो मैले पनि तिर्न नसक्ने एमाउन्ट भन्नुभयो, एउटालाई 2500 अर्कोलाई 2000 रे। उहाँको मिनिङ भनेकै सिधै भन्नुपर्दाखेरि घुस हो त्यो चाहिँ होइन। एउटालाई 2500 अर्कोलाई 2000, पुलिसलाई 2500 भने उहाँलाई चाहिँ 2000 जस्तो कुरा गर्नुभयो सिधै। अनि त्यो भएपछि चाहिँ हामी पछि फेरि कल गर्छु भन्नुभयो, जाऊ अहिलेलाई यताउति, पछि फेरि असै नै पुरा आएपछि चाहिँ असैसँग बसेर कुरा गर्नु यताउति भन्नुभयो उहाँहरूले। अनि त्यही कारणले चाहिँ हामी निस्क्यौँ। अनि उहाँलाई अझै पनि रेस्पेक्ट गर्छु, जे होस् उहाँले भनेअनुसारले चाहिँ अब कसो भन्नुभयो भने चाहिँ अब म यहाँको के भन्छ अध्यक्ष भएर पनि मैले नि सबै निर्णय गर्नु मिल्दैन। अब पुलिसले भोलिबाट अब हामीले यतिकै छोडो भनेर अब यताउति खानु मागि नै हाल्छ नि, उनीहरूलाई खर्च पुग्दैन यताउति यस्तो भन्नुभयो। ठिक छ, नेपाली पुलिसहरूको स्यालेरी धेरै कम हुन्छ, तर यो होइन कि त्यसको मतलब यो होइन कि हरेक कुरामा घुस। अब हामीले गल्ती मानेको छौँ, छुटै दिनु त्यत्तिकै हामीले पैसा नदिकन यताउति फाइनहरू नगरिकन हामी निस्किन्छौँ, हामीलाई छोडिदिनु भन्ने कुरा गरेको थिइनँ।
अनि सो त्यसै गरिकन अब हामीले एकदम रिस भएर अब म नि अलिकति दिमाग खराब भएर गाडी चाहिँ त्यसरी चलाएको पनि होइन, तर अलिअलि आवाज इन फुल्ली कन्ट्रोल, तर अलिअलि टेम्पर भइहाल्छ नि है। सो अझै पनि हेड कसैलाई नदिनु, तर पनि यस्तो गर्नु चाहिँ हुँदैन भन्ने कुरा हो। सुरुमा चाहिँ त्यो बेला अलिकति टाउको दुखिरहेको थियो, अहिले अल गुड। अहिलेसम्म नि कुरा भएको छैन। यो रेकर्डिङ चाहिँ हाम्रो ट्याक्कै आजभन्दा 3 दिनदेखि 4 दिन अगाडिको। सो रेकर्डिङ सकेर अब कहिले पोस्ट हुन्छ भन्ने कुरा चाहिँ फिक्स छैन अझै पनि। होप यु अब होप चाँडै भेटौँ अनि चाँडै सकौँ। मेरो स्टोरेज पनि त्यस्तो खास छैन, अब यो भिडियो पनि पोस्ट हुन्छ हुँदैन भन्ने कुरामा हो। सो अहिलेलाई चाहिँ यति नै हो। त्यहाँ भएको कुराहरू चाहिँ हामीले त्यसरी भन्यौँ। मैले हजुरहरूलाई मजाले बुझाइदिइसकेँ। उहाँले भन्नुभएको कुरा त्यही थियो, मैले राखेको कुरा तर्कहरू त्यही थियो। अनि त्यही हो, अब सक्दो यस्तो नहुनु पर्ने हो भन्ने कुरा हो। हामीले त लु सहिरहेछौँ, भइरहेछ, कुराहरू हुँदैछ। 3 महिनै हुन्छ अबको 2 दिन जस्तो पछि 3 महिनै हुन्छ। अब के कसो हुने हो अझै पनि फिक्स छैन। अगाडिकै पनि रेकर्डिङ हेर्नुभयो, मैले त्यस्तै भनेको थिएँ। अब अलिअलि अब धेरै भइसक्यो नि त, यो सहने पनि कति सहने भन्ने कुरा हो। त्यस्तै हो। फाइन तिर्नु फाइन भनेको हो कि के भन्छ घुस मागेको के भन्नु केही भएको छैन होइन दिएन भने होइन दिन्छ कि भोलि नै आउनु भनेर। आज मलाई 2-3 महिना हुन आँट्यो हो झुलाएको। अहिले पुग्दिनँ, तर सिधै फेरि उता तालतलामा भिडियो सुट छ अझै रेकर्ड। यो ग्याङहरू त ठिकै हो कि मलाई ओभर रिस उठ्यो क्या, त हुँदैन। अब प्रहरीलाई पनि पैसा दिनुपर्ने अरे होइन, उनीहरूले स्यालेरी चाहिँ के को लिएको होला म्याच सिक्ने। कस्तो रिस उठ्छ यार, म त मुख छाडिदिन्छु म्याच सिक्ने। त्यसै भन्दैन क्या, त्यसै युवाले म्याच सिक्ने परिवर्तन चाहियो भनेर भन्दैन क्या। मलाई यस्तै यही तरिकाले सानो सानो कुराहरूले नेपालमा धेरै रिस उठाएको छ। अनि कति कामहरू गर्नु पाएको छैन। यही हरेकलाई घुस दिनुपर्ने, हरेकलाई खुवाउनु पर्ने, हरेकको कुरा सुन्नुपर्ने, अनि उसले के भनेको अनुसारले चाहिँ मैले माने भने मात्रै हरेकको फाइदा हेरेर मात्रै गर्ने भएको हुनाले गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै उयो भएको छ होइन। म आउट अफ एकदमै प्रेसर फ्रस्ट्रेटेड भइसकेको छु क्या होइन। प्रहरीले एक त समायो, त्यहाँ समाउनु मिल्दैन रहेछ बोर्ड फेर्दा होइन। हाम्रो गल्ती पनि हो, हामीले रातिको मेरो होइन, तर मैले नगरे पनि अब मेरो पक्षबाट बोल्दैछु मैले होइन। रातिको समयमा माछा मार्नु मिल्दैन, ठिक छ एक हो होइन।
त्यो बाहेक अरू केही गरेको थिएन। माछा मार्नुलाई त्यो त्यत्तिकै नाङ्गो बल्छी खेलाउँदै थियो एक त होइन। ठिक छ, बल्छी हाल्नु पनि गलत हो, गल्ती गरेको छौँ हामीले, मानेको छौँ होइन, मानेको छौँ, मान्दै पनि छौँ। अनि हामीले गल्ती गरेको अनुसारले जरिमाना पनि तिर्छौँ भनेको छौँ, तिर्ने छौँ। तर त्यो मतलब यो होइन कि जेमा पनि जहाँबाट पनि औला र खौला गाड्ने चाहिँ हामीलाई आउँथेन। हामी त्यो होइन, त्यही अहिले चिनमा म भन्छु। यो अब अलिकति गाडी सुटिरहेको होइन, रिस उठ्ने यहाँको भ्यू सम्झेर चाहिँ फेरि रिस पनि मसँग अलिकति, किनकि यहाँबाट हेर न एउटा यस्तो दामी मेस्मराइजिङ आएको छ। सो आज चाहिँ मैले के भन्छु सिनेमेटिक अन गरेको, अनि जो चाहिँ मैले केही पनि अन गरिदिएको थिइनँ क्या। अनि त्यही आज सिनेमेटिकबाट हामीले चाहिँ रेड चाहिँ कति 230 छ, यसमा चाहिँ 180p आएको सुटिङ भइरहेछ। अनि इम्पोर्ट गर्दाखेरि पनि म त्यही उयसमै गर्छु, त्यही भएर त्यस्तो खासै क्वालिटीहरू पनि त हुँदैन। यो ग्याङ सो आजलाई यति नै हो। अनि होप यो लाग्यो भिडियो होइन, अब अलिकति यताउति दिमागको खराब भइहाल्छ होइन कामहरूले। ल द्याट्स अल फर टुडे एन्ड थ्याङ्क यू फर वाचिङ द भिडियो। यो भिडियो च्यानलको बारेमा भिडियोबाट केही पनि मनपर्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अब मनपर्छ भने चाहिँ, अब इफ मन पर्दैन भने पनि इट्स ओके। त्यही हो, थ्याङ्क यू, बाई बाई, सी यू सुन।